पानी परेको मौसम होस् अनि यो फुलेको पुरी खान पाइयोस् कति आनन्द हुन्छ। मलाई चाहिँ पानी परेको बेलामा चाहिँ यो पुरी र आलुको सब्जी यस्तो मिठो लाग्छ नि। आलुको सब्जीसँग पुरी अझै आलु चना छ भने चना, मलाई चाहिँ चना त्यति मिठो लाग्दैन र मैले आलु नै बनाउँछु। अनि मैले चाहिँ यहाँ पिठो मुसेर रेडी बनाइसकेको थिएँ। अनि मैले आलु पनि बफ्याएर तासेर रेडी बनाइसकेको थिएँ कि एकदम पकाउनलाई। अनि मैले त्यसरी चाहिँ हालमा थोरै तेल अथवा घिउ केही लगाउँछु कि हुँदाखेरि डल्ला बनाउँदाखेरि डल्ला रासिँदैन। अनि यहाँ चाहिँ थोरै क्यामेरा उल्टो भएको छ, सुल्टो पारेर हेर्ने कष्ट गर्नु होला। अनि मैले यहाँ मजाले त्यो पिठोलाई मुसेर डल्ला बनाएँ है। यसरी डल्ला बनाएर राख्दाखेरि चाहिँ त्यसमा टाँसिँदैन पनि अनि सजिलो हुन्छ। अनि मैले यता चाहिँ सब्जी बसाउनलाई तेल लाएँ अनि त्यहाँबाट थोरै जिरा पड्काएँ क्या, जिरा आलु बनाउनलाई। अनि त्यहाँबाट बेसार लाएर आलु लाएँ अनि माथिबाट मसला र स्वादअनुसारले नुन लगाएँ। अनि मैले त्यसलाई चाहिँ मजाले चलाएर छोप्न राखिदिएँ। अनि यता मैले अघि ठिक पारेको डल्लालाई मजाले बेल्न थालेँ हो। यसरी बेल्दाखेरि चाहिँ तेल लाएर बेल्दाखेरि चाहिँ सजिलो लाग्छ। तेल भरे पकाउँदाखेरि पनि तेल कम्ती खान्छ जस्तो लाग्छ क्या, पिठोमा चाहिँ अलि धेरै तेल खाए जस्तो हुन्छ। अनि म चाहिँ प्रायः यसरी नै गर्ने गरेको छु। हजुरहरू पनि यसरी नै गर्नु होला, तेल कम्ती खान्छ। अनि त्यहाँबाट मैले यता चलाएर हेरेँ मजाले पाकिसकेको रहेछ हो। अनि यसरी पाकिसके पछाडि मैले रोटी पनि पुरी पनि सबै बेलिसकेको थिएँ। अनि सुई तेल तताएर तेलमा लाएर पकाउन थालेँ। अनि मैले चाहिँ तेल पुरी हालिसके पछाडि चाहिँ तेल यसरी माथिबाट चढाउने गर्छु क्या, तेललाई माथिबाट लगाइदिने गर्छु। त्यसो गर्दाखेरि चाहिँ सबै पुरी मजाले फुल्छ अनि खाँदा पनि एकदम राम्रो हुन्छ नि त। फुलेको पुरी त खाउँ खाउँ लाग्दो हुन्छ। अनि यसरी पुरी मैले बनाइसकेँ। हजुरहरू पनि यसरी बनाएर खानु होला, साह्रै मिठो हुन्छ। थ्याङ्क यू।